ससुरो मेरो भाइ ए ससुरो भाइ आइज यस्ता ससुरालाई पनि के ससुरा भन्ने ए धनबहादुर रिठे बाहिर आइज मासाले साहब तपाईँ भन्नुहोस् के लिनुहुन्छ चिसो कि तातो? चिसो तातो मेरो अग्नि ठेला भाइको मलाई मेरो जारी चाहियो मासाला छिटो जारीले ए भनेपछि तपाईँलाई जारी चाहियो होइन? यस्ता मान्छेलाई मैले तपाईँ लगाइरहेको छु त मासालेलाई जारी म दिन के गर्छस् गर। ए एउटा नामर्द पो आएछ जब एउटा छोरा दिन नसक्ने अहिले जारी माग्दैछ। ए अर्को ज्वाइँ साहब आइसक्यो होइन ससुरा भाइ ठिक छ त मासाले पनि पारा देखाएर लास्टमा पारा होइन अर्का जोइ टोयलेटबाट हग्न लागेको बेला टिपेर भाग्ने त कस्तो मर्दस हो त मासाले त नामर्द त होस् बिहे गरेको 4 वर्ष भयो एउटा बच्चा दिन सकेको छैन तर अहिले मेरा चस्मे जोइ आएर हप्तामा 4वटा बच्चा पाउँछन् कहिले त महिनामा 20वटा कहिले वर्षमा 80वटा वार्षिक रूपमा उत्पादन गरिरहेको छु। ल गर्यो तेरो जोइले गरिया हो यो हप्ता पछि बच्चा पाउने यो के खेल भइरहेछ के त तेरा यो चस्मा लाउने ज्वाइँले बाहिरबाट खामदार बोलाउँछ कि कोही लेबरी मिस्त्री हालिरहेको छ कि तँलाई थाहा छ? ओइ म आफै ठेकदार हुँ म आफै हेड मिस्त्री हुँ म आफै लेबर हुँ मलाई अरूको त्यो लगाउने केही जरुरत पनि छैन कोही मिस्त्री पनि लगाउँदैन बुवा यसले तपाईँलाई बगाइरहेछ। पर्दैन घरको मालिक मै हुँ मिस्त्री त उहाँ नै हो नि। अरू मलाई थाहा छैन मलाई मेरो जारी चाहियो होइन भने यहाँ उधो मुनिवाला त मैले पुलिस केस गर्छु। बुवा के हेरेर बस्नु पर्छ के सुन्नु पर्छ दिदिनुहोस् न 10 लाख रुपियाँ अहिले मसँग छैन पछि मिलाउँला। खानेको लागि 1 किलो चामल छैन। ए यो नाना भाउ यसले क्या गर्न आउँछ हैसियत क्या यो जातक तपाईँको एक केही भेमान्ने माने आउला होइन त्यस्तै सोची आउला। ठिक छ अहिले म गएर पुलिस केस गर्छु तिम्रो चिन्तालाई यस्तै झेला पात्रमा यस्तै रन्दा लाउने भन्छु नि। जय साहब अब म दाल्दो गरिबले जारी तिर्न त सक्दिनँ बरु मेरो छोरी तपाईँको घर गएर 2 महिना तपाईँको गुद धोइदिएला हुन्छ। Are you agree with this project? Yes, bitch, yes. I am totally agree with this project. Come, my girl, come. At my home, I'll give you doggy style for the punishment. Hey, what are you talking about the doggy style punishment? What do you mean by it? Please go. No, Baba, no. Hey, go. Yes, Baba, yes. Lie down.